काठमाडौँको कलङ्कीमा आगलागी भएको छ। आदरणीय दर्शकहरू नमस्कार, तपाईँहरूमा फेरि पनि उपस्थित भइसकेको छु। म सुमन बन्धन। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो सुनौलो नेपाल न्युज युट्युब च्यानल सब्सक्राइब गरेर नजिक आउने घन्टीलाई प्रेस गरेर हामीसँगै जोडिनुहोला। ढिला नगरिकन आजको भिडियोले सुरुवात गर्न अनुमति चाहन्छु। काठमाडौँको कलङ्कीमा आगलागी भएको छ। बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवागमन समेत प्रभावित भएको छ। बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी अपिलराज बोहराले जानकारी दिनुभएको छ। आगो निभाउनको लागि दमकल घटनास्थलतर्फ गइरहेको काठमाडौँ महानगरका आगो निभाउनको लागि दमकल घटनास्थलतर्फ गइसकेको काठमाडौँ महानगर विपद व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले हामीलाई जानकारी दिनुभएको छ। आदरणीय दर्शकहरू, हजुरले यस विषयप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्नु भन्दै हामी यस्तै ताजा न्युजको साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।